दुर्गेश थापा क्रिन्जबाट कसरी नेपाली म्युजिक क्षेत्रमै एउटा ठुलो नाम बन्न सफल भए आउनुहोस् आजको यस भिडियोमा यसै बारेमा चर्चा गरौँ। 1990 को दशकमा एक साधारण नेपाली परिवारमा जन्मिएका दुर्गेश थापाले आफ्नो बाल्यकाल काठमाडौँको एउटा मध्यवर्गीय परिवारमा बिताए। उनी सानैदेखि नै रचनात्मक र मनोरञ्जन प्रिय थिए। स्कुल जाँदा उनले आफ्नो कक्षामा हाँसो मजाक गरेर साथीहरूले पनि उनलाई मन पराउने गर्थे। तर उनको जीवन भने सजिलो थिएन। आर्थिक अभावले गर्दा उनले सरै सङ्घर्ष भोग्नु पर्यो। युवा अवस्थामा नै उनले विभिन्न सानातिना कामहरू गरे, तर उनको मनमा धुन थियो मनोरञ्जन क्षेत्रमा आफूलाई स्थापित गर्ने धुन। 2010 को दशकको सुरुमा जब नेपालमा युट्युब अझै नयाँ थियो, दुर्गेशले आफ्नो च्यानल सुरु गरे। सुरुका दिनहरू कठिन थिए। उनले भ्लग, कमेडी, स्केच र यहाँसम्म कि र्याप गीतहरू पनि बनाएर आफ्नो यात्रा सुरु गरे। पहिलो वर्ष उनले मात्र 100 सब्सक्राइबर जुटाए, तर उनी हार मान्न तयार थिएनन्। दिनरात मेहनत गरेर उनले आफ्नो कन्टेन्टको गुणस्तर सुधारे। उनको मिस्टर दाई सिरिजले उनलाई पहिलो पटक चिन्न थालियो। त्यत्रो कन्ट्रोभर्सी हुँदाखेरि पनि एक वचन मलाई कहिले सफलतासँगै दुर्गेशको जीवनमा विवादहरू पनि आइपुग्यो। 2019 देखि दुर्गेश विभिन्न विवादहरूमा फसे। भाषाको दुरुपयोग, उनले आफ्नो प्रतिस्पर्धी युट्युबर्सहरूलाई गाली गर्ने, धम्की दिने बानी बनाए। फेक पपुलारिटी, उनले बट सब्सक्राइबर र फर्जी भ्युज खरिद गरेको आरोप उनीमाथि भने लाग्ने गरेको छ। सामाजिक मूल्य मान्यताहरूलाई चुनौती, उनको केही भिडियोहरूले नेपाली संस्कृतिलाई अपमान गरेको उनीमाथि भने आरोप लागेको छ। दुर्गेश थापा नि आउने रे 2021 मा उनको विवादहरूले कानुनी रूप लियो। उनीमाथि साइबर अपराध, मानहानि र धम्कीको मुद्दा चलाइयो। यसले उनको करियरमा ठुलो ठहर लगायो। उनले महिनौसम्म कन्टेन्ट अपलोड गर्ने बन्द गरे। दुर्गेश थापा आउनुहुन्न होला अडिसनमा। उहाँ अलरेडी त्यस्तो 2021 देखि दुर्गेश थापाले भने आफ्नो इमेज सुधार्ने प्रयास सुरु गरे। उनले सामाजिक कार्यमा सहभागिता जस्तै रक्तदान अभियानमा भाग लिए। युवाहरूलाई प्रेरणा दिने भिडियो बनाउन थाले। आफ्नो गल्तीहरू स्वीकार गर्दै उनले केही हदसम्म माफी पनि मागेको भन्ने कुराहरू भने फ्यानहरूले बताउने गरेका छन्। 2024 सम्ममा दुर्गेशको आफ्नो च्यानल पुनर्जीवित गर्न सफल भएका छन्। उनले अहिलेको समयमा भने पुरै रूपमा नेपाली म्युजिक क्षेत्रको एउटा ठुलो नाम बन्न सफल भएका छन्। उनको नयाँ म्युजिक भिडियो दुश्मन हेरेको हेरैले भने 5 करोड भ्युज ल्याउँदै फ्यानहरूको माया भने निकै धेरै पाउन सफल भएको छ। फ्यानहरू भने उनको कन्सर्टमा क्रेजी हुने पनि गरेका छन्। उनले भने आफ्नो इमेज यस्तो बनाएका छन् जसलाई तोड्न के छुन पनि अहिलेको समयमा सम्भव रहेको छैन। Happy born to